नमस्कार साथीहरू। आज म तपाईँलाई जीवनको एउटा यस्तो सत्य भन्न चाहन्छु जुन बुझ्ने मानिसको जीवन बदलिन सक्छ। साथीहरू, यो संसारमा धेरै मानिसहरू सपना देख्छन्। कोही सफल हुन चाहन्छ, कोही धनी बन्न चाहन्छ, कोही आफ्नो परिवारको जीवन बदल्न चाहन्छ। तर एउटा प्रश्न छ, यदि सबैले सपना देख्छन् भने किन धेरै मानिसहरू सफल हुँदैनन्? यसको उत्तर धेरै सरल छ। किनकि जब जीवनमा समस्या आउँछ, जब असफलता आउँछ, धेरै मानिसहरूले हार मान्छन्। साथीहरू, सफलता सजिलो बाटोबाट कहिले आउँदैन। सफलता त्यही मानिसलाई मिल्छ जो सङ्घर्ष गर्न तयार हुन्छ। जीवनमा कहिलेकाहीँ यस्तो समय आउँछ जब सबै कुरा गलत भइरहेको जस्तो लाग्छ। तपाईँले मेहनत गर्नुहुन्छ तर परिणाम देखिँदैन। तपाईँले प्रयास गर्नुहुन्छ तर असफलता मात्रै आउँछ। त्यस्तो बेला धेरै मानिसहरू सोच्न थाल्छन्, सायद मबाट हुँदैन, सायद मेरो भाग्य राम्रो छैन। तर साथीहरू, त्यो समय नै जीवनको सबैभन्दा महत्त्वपूर्ण समय हो, किनकि त्यही समयमा तपाईँले दुईवटा बाटो रोज्नुपर्छ। पहिलो बाटो हार मान्ने, दोस्रो बाटो फेरि उठेर प्रयास गर्ने। सफल मानिसहरूले सधैँ दोस्रो बाटो रोज्छन्। याद राख्नुहोस्, बच्चा हिँड्न सिक्दा धेरै पटक लड्छ, तर उसले कहिले भन्दैन म हिँड्न सक्दिनँ। ऊ फेरि उठ्छ, फेरि प्रयास गर्छ र अन्त्यमा हिँड्न सिक्छ। त्यसैले जीवनको एउटा ठूलो सत्य के हो भने लड्नु असफलता होइन, लडेपछि उठ्न नखोज्नु नै असफलता हो। साथीहरू, आज संसारका धेरै सफल मानिसहरूको कथा हेर्नुहोस्। उनीहरूले पनि सङ्घर्ष गरेका थिए। उनीहरूसँग पनि समस्या थियो। उनीहरूसँग पनि डर थियो। तर उनीहरूले एउटा कुरा कहिले छोडेनन्, आफ्नो सपना। आज यदि तपाईँको जीवन कठिन छ भने निराश नहुनुहोस्, किनकि कठिन समयले नै बलियो मानिस बनाउँछ। हिरालाई पनि चम्किनका लागि पहिले धेरै दबाव सहनुपर्छ। त्यस्तै मानिसलाई सफल हुनका लागि पहिले धेरै सङ्घर्ष गर्नुपर्छ। साथीहरू, यदि तपाईँ आज मेहनत गरिरहनु भएको छ भने विश्वास गर्नुहोस्, एक दिन तपाईँको मेहनत अवश्य सफल हुनेछ। तर त्यसका लागि तपाईँले तीनवटा कुरा कहिले छोड्नु हुँदैन। पहिलो, ठूलो सपना देख्नु। दोस्रो, कडा मेहनत गर्नु। तेस्रो, कहिल्यै हार नमान्नु। संसारले सफल मानिसको सङ्घर्ष देख्दैन। संसारले केवल उसको सफलता मात्र देख्छ। तर त्यो सफलताको पछाडि धेरै रातको मेहनत, धेरै असफलता र धेरै सङ्घर्ष लुकेको हुन्छ। त्यसैले यदि आज तपाईँ सङ्घर्ष गरिरहनु भएको छ भने त्यो नराम्रो कुरा होइन, त्यो त सफलताको बाटो हो। आजबाट एउटा निर्णय लिनुहोस्, जे भए पनि म मेरो सपना छोड्दिनँ। म हार मान्दिनँ। म प्रयास गर्न कहिले छोड्दिनँ। किनकि याद राख्नुहोस्, हार मान्ने मानिस कहिले सफल हुँदैन र प्रयास गर्ने मानिस कहिले हार्दैन। धन्यवाद साथीहरू। यदि तपाईँलाई यस्तो प्रेरणादायी भिडियो मनपर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी फेरि अर्को शक्तिशाली भिडियो लिएर छिट्टै भेट्नेछौँ। धन्यवाद।